हेलो सबैजना गुड मर्निङ है। र म चाहिँ यहाँ ड्युटी जानुको लागि रेडी भइसकेको छु है। त्यहाँ ब्याग छ मेरो हो, हेलमेट रेडी, चाबी यहाँ छ हो। सो म पनि रेडी भइरहेको छु, अब चाहिँ निक्लेको ड्युटीको लागि। सो अहिले बाटोमा भेटौँ। घरबाट चाहिँ अलिक तल झर्नुपर्छ नि त हाम्रो चाहिँ यहाँनिर, त्यही भएर चाहिँ यस्तो छ बाटो चाहिँ। फाइनली रोड निक्लिसकेको छु म होइन। स्कुटी चाहिँ उपर राखिरहेको छु मैले। सो हेर्दै गर्नु होला है। अब मोटो ब्लगिङमा भेटौँ ल। सो लेट्स गो। अब भने चाहिँ म ड्युटी निक्लिसकेको छु हो यहाँबाट। र तपाईँहरूलाई भ्यूहरू देखाउँदै लान्छु, यहाँको भ्यू चाहिँ कस्तो छ भनेर है। यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले, बाटो एकदमै सानो छ हो, उकालो जाने बजार निक्लिनु चाहिँ। सो हर्न बजाउँदै जानुपर्छ यहाँबाट चाहिँ। सबै बाटो चाहिँ त्यही भएर बिस्तारै जानुपर्छ हर्न लाउँदै। हातै जोकेर हिँड्नु पऱ्यो नि त यस्तो बाटोमा त। यहाँनिर छ फेरि एउटा यस्तो हो। र फाइनल्ली आइपुगेको छु ड्युटी। ब्याक गरौँ। फाइनल्ली ड्युटी आइपुगेको अवस्था। ब्याग चाहिँ निकाल्नु पर्छ। हेलो चार्जर त यहाँ मुनि थियो त। हेलो हजुर दुध हजुर हजुर यस यस। हेलो गुड मर्निङ। यहाँ पनि गर्नुपर्छ गुड मर्निङ भन्ने नि दादालाई।